हेलो हाई दर्शक नमस्ते एन्ड वेलकम ब्याक टु माई मिनी भ्लग। साथीहरू, आज चाहिँ म कास्टेलो ब्राङ्को भन्ने ठाउँमा आइपुगिसकेको छु। यो चाहिँ पोर्चुगल राज्यको राजधानी लिस्बनबाट गाडीमा 200 किलोमिटर टाढा नर्थ साइडमा पर्दछ र यो चाहिँ एकदमै सहरलाई हेर्ने अनि यस सिटीको विशेष अवलोकनहरू अनि निरीक्षण गर्ने स्थान भ्यू टावर। यो चाहिँ पहिलाका पुर्खाहरूले ढुङ्गाबाट बनाएको अवस्थामा छ, जसलाई म पनि यस ठाउँबाट हेर्ने अनि यहाँलाई पनि देखाउने निर्णय गरेर घुम्न आएको छु। आउनुहोस् हामी सबैजना मिलेर हेर्नेछौँ है त। यति पुरानो यो ढुङ्गा वालहरू छ साथीहरू। क्लियर देखियो है, यस्तो छ। यहाँ बाटो फेरि माथि एक तला छ, फ्ल्याग झन्डा देख्नुहुन्छ तपाईँहरूले। यहाँ हावा त्यति चल्ने छैन, यस्तो छ। यहाँ बस्ने ठाउँ पनि रहेछ। यहाँबाट हेर्नुहोस् सुन्दर सहर देखिन्छ। ल, कास्टेलो ब्राङ्को चाहिँ यही है साथीहरू। यो चाहिँ लिस्बन राजधानीबाट 200 किलोमिटर पर्छ है, नर्थमा पर्छ। एकदमै सुन्दर सहर छ, धेरै फाटिलो सबै रेसिडेन्सी कमर्सियल बिल्डिङहरू यस एरियामा पर्छ। धेरै टाढा चाहिँ इन्डस्ट्री एरिया है, त्यहाँ पर देखिन्छ। ल, यस्तो छ, एकदमै पुरानो। हेर्नुहोस् कति सय वर्ष तपाईँहरू अन्दाज गर्न सक्नुहुन्छ। मैले किन एक्ज्याक्ट यसलाई गेस गर्न सकिनँ। ढुङ्गाको अवस्था हेर्नुहोस्, यहाँभित्रको सिमेन्टेड माटोको अवस्था हेर्नुहोस्। यो चाहिँ धेरै सय वर्ष भएको छ लगभग। मलाई लाग्छ यो चाहिँ 1000-700-800 वर्ष अघिको ढुङ्गाहरू हुनसक्छ है। यो चाहिँ आजको जमानामा पनि यो युरोपमा आधुनिक तरिकाले लिफ्टहरू बनाउन सक्छ, तर यहाँको चाहिँ एउटा अस्तित्व अनि एउटा पहिचान अनि यो धेरै अगाडि पुर्खाहरूले बनाएको दरबार टाइपको भ्यू टावर हो। यो चाहिँ यहाँबाट चाहिँ तपाईँहरू वरिपरिको दृश्यहरू सहरहरू देख्न सकिन्छ। पहिला त गाउँ बस्ती थिए होइन, अहिले सहर। यो पुरानो ढुङ्गाको भ्यू टावरलाई चाहिँ यहाँको राज्यले, यहाँको सुरक्षा संयन्त्रले यसलाई चाहिँ संरक्षण गरेर जोगाएर राख्छ, ताकि अब यो अवस्थामा समयमा पनि आधुनिक तरिकाको भ्यू टावरहरू बनाउन सक्ने। किनकि यहाँको सबै कुराहरू यसबाट नै ऐतिहासिक सबै कुराहरू बन्ने भएको कारणले गर्दाखेरि। त्यसै गरी अर्को यो विन्डोबाट यस्तो देखिन्छ। गेटमा खिचेर बसेको सहर छ। पर पनि त्यस्तै टावरहरू छ। कुन शहरमा रम्दै होला मलाई छुने मन। साथीहरू, म चाहिँ रिटर्न ब्याक हुँदैछु। यहाँबाट चाहिँ आउट हुनुपर्छ। एकदमै राम्रो सहरहरू फाटिलो ठाउँमा
व्यवस्थित तरिकाले रहेको देख्न सक्नुहुन्छ। यो चाहिँ कमर्सियल बिल्डिङ लगायत रेसिडेन्सी एरिया तल छ। धेरै तल देखेको भागमा चाहिँ इन्डस्ट्री कल कारखाना एरिया हो। आज मैले तपाईँहरूलाई विशेष पिक्चर भिडियो कैद गरेर देखाउन नसके तापनि यो चाहिँ कास्टेलो ब्राङ्कोको एउटा सानो सिटीको केही दृश्य अलिकति माथि हाइटमा पिसफुल ठाउँमा आएको छु, जहाँबाट देखिने दृश्यहरू चाहिँ यहाँलाई कैद गरेर देखाउँदैछु। मलाई चाहिँ आज एकदमै शान्त अनि आनन्द लागिरहेछ। मेरो छुट्टी थियो, जसको कारण म केही रिफ्रेसमेन्टको लागि पनि यसो घुमिराखौँ। जीवनकालमा खण्डमा यो ठाउँहरूलाई फेरि एटेम्प गर्न सकिन्छ सकिँदैन भन्ने जस्तो पनि लागेर मलाई यसरी केही सानो भिडियो बनाएर राखौँ, देखाउँ, यहाँहरूलाई माझ पनि बाँडौँ, सेयर गरौँ जस्तो लागेर मैले बनाएको हो। साथीहरू लगभग म भिडियोबाट अब बिताउन चाहन्छु, बित्न चाहँदैछु। अब यहाँबाट चाहिँ म तल फेरि करिबन पनि 30-40 मिनट जति हिँडेर आफ्नो वासस्थान पुग्नुपर्ने हुन्छ। ल यहाँबाट देखेको सहरहरू यस्तो छ है साथीहरू। ओके भन्दै आजलाई बिदा हुन चाहन्छु। बाई बाई, फेरि भेटौँला साथीहरू। हेभ अ गुड डे, टेक केयर, बाई, सी यू।